यो यो सबभन्दा ठुलो महँगो ठाउँ हो कि गाइस। मैले चाहिँ यहाँ तपाईँहरूलाई डङ्कीमा छिराएको छ ल। 1,00,000 2,00,000 भरिसक्यो। कति औँठी हेर औँठीको कति 60,000 रुपियाँ ल 90,000 आम्मा कोर्स गयो। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। सबैजनालाई नमस्ते छ। अनि आज चाहिँ मेरो काम छैन, काम नभएको हुनाले म चाहिँ आज बाहिर निस्केको छु। अनि मौसम पनि एकदम रमाइलो र राम्रो छ, हेर्न सक्नुहुन्छ मौसम एकदम राम्रो छ। अनि आज चाहिँ हामी 2-3 वटा ठाउँमा घुम्न जानेछौँ। अनि त्यहाँबाट चाहिँ हामी भित्र छिर्यौँ। हेर्दै मजा आउने खालको ठाउँ छ क्या है। बास कुहिँदै च्वाक पारेर बसिरहेर चाहिँ बसे पनि हाम्रो बाल पर्छ होइन गाइस। बबाल छ, सेफ छ ठाउँ चाहिँ होइन, बबाल ठाउँ छ। यहाँनिर चाहिँ यस्तै घुम्न सकिन्छ होइन। यस्तो राम्रो ठाउँ छ कि भ्यूहरू चाहिँ मैले भनेको खतरा खालको ठाउँ चाहिँ होइन। सबभन्दा ठुलो चौर छ यहाँ चाहिँ। अनि मैले भनेको सबभन्दा ठुलो खतरा ठाउँ त होइन, जोस् भिडियो सिडियो बनाउनलाई राम्रो ठाउँ छ। मान्छेहरू एक्सर्साइजहरू गर्न पनि आउँछ कि। फर्स्ट टाइम जापान आउँदाखेरि चाहिँ अनि यो भ्यू हेर्थेँ होइन, ट्याक्क लाएर यो भ्यू हेर्थेँ। अनि यो ठाउँमा बस्थेँ कि, यो ठाउँमा बसेर एउटा मोन्स्टर लिन्थेँ, मोन्स्टर लिएर अनि सर मोन्स्टर खान्थेँ। अनि घर परिवारलाई सम्झिँदै यो भ्यू हेरेर बस्थेँ कि। यही हो गाइस होइन। अनि यो ठाउँमा चाहिँ मेरो धेरै मेमोरीहरू जोडिएको छ। ओए 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 यस्तो म छ यहाँ चाहिँ पुरै भिडियो सिडियो बनाउन पनि गइरा हुन्छ क्या। अनि यस्तो भयो भने त खुसी लाग्छ नि त होइन। यहाँ डङ्कीमा नि गएर देखाउँ क्या तपाईँलाई चाहिँ। त्यहाँ अनएक्सपेक्टेड सामानहरू पाउँछ कि, यो डङ्की भन्ने पाउँछ, यो चाहिँ बबाल बबाल सामानहरू पाउँछ छिटो है त गाइस। यहाँ चाहिँ यो सबभन्दा ठुलो महँगो ठाउँ हो कि गाइस। ठाउँ चाहिँ मोबाइल पसलहरू होइन, रिङ्स सिङ्स बबाल बबाल पाउँछ कि यहाँ चाहिँ। ओए औँठी हेर औँठीको कति 60,000 रुपियाँ। दाढी काट्ने मेसिन पनि खतरा छ कि। प्राइस हेर्दाखेरि चाहिँ झन् खतरा लाग्यो है त मलाई यसको। यो जस्तो खतरा खालको सस्तो पसल चाहिँ अहिलेसम्म देखाएको छैन मैले। अझ यहाँ घडी हेर्नु होइन, एउटा घडी, तर घडी पनि यो ब्रान्डेड होला होइन। हुन्छ घडी सकिँदैन। सिको रे, सिको भने त ब्रान्डेडै हो नि त। 1,00,000 2,00,000 घडी सक्यो। कत्नु पार्किङ 50 रुपियाँ 100 रुपियाँ 100को 3टा भन्ने पाउँछ यहाँनिर। भाँसालाहरूलाई मस्त ठग्या छ है। ओहो लास्टै सस्तो रहेछ फेरि ब्रान्डेड होइन। मेरो 250 वालै ठिक छ जस्तो लाग्यो नि त गाइस मलाई त। अब रहेछ र। ओए यो कानमा हाल्ने 500 रुपियाँमा पाउने माल त के हो, 60,000 70,000 के ब्रान्डेडै हुन्छ कि के हो यो? यस्तो महँगो हुनुको कारण चाहिँ के होला त? बबाल रहेछ नि त होइन। ओए एयरबड्स यति सस्तो रहेछ ल। योभन्दा सस्तो चाहिँ कुनै पनि छैन होला यहाँ ल। सबभन्दा सस्तो चाहिँ यही हो, योभन्दा सस्तो चाहिँ अरू कुनै पनि छैन। हामी चाहिँ एयरबड्स किन्न नसक्ने हैसियतमा पुगेको हुनाले चाहिँ अहिले म चाहिँ लुगा किन्न आएको छु है त गाइस। सबसे सस्तो लुगा भनेको 4,000 जान्छ। एउटा 5-4,000 त नर्मल नेपालमा नि परिहाल्छ। अनि ओए बबाल रहेछ ठाउँ चाहिँ होइन। प्राइस प्राइस ट्याग पनि राम्रो राम्रो रहेछ, तर मसँग पैसा छैन। यसो भिडियो सिडियो बनाउनु मात्रै आएको। हामीलाई चाहिँ अरूलाई चाहिँ इरेसमा चाहिँ भनेर बोलाउँछ होइन, हामीलाई चाहिँ बोलाउँदैन कि, किनकि तिनीहरूलाई थाहा छ नि त हामीले किन्दैन, भिडियो सिडियो मात्रै बनाउँछ। त्यतिकै लहर हिँड्ने नेपालीहरू भनेर एउटा कुर्को 1,00,000 1,50,000सम्म छ। हुन त फेरि क्वालिटी अनुसार पनि हुन्छ, कस्तो खालको क्वालिटी हो र। यिनीहरूले फेरि जहाँ जहाँ पनि कोर्स गयो होइन। अनि मलाई हामीहरू छिर्न पनि मन लाग्दैन कि, यस्तो बबाल महँगो छ कि गाइस। हेर्नु है त गाइस, नै ल हेर्नु ल। यो सुर्केस हेर्नु, यो सुर्केसको कति ल 90,000 आम्मा। तर त्यही पनि ट्याक्स फ्री हो यहाँ चाहिँ होइन, ट्याक्स। अनि गाइस मलाई यहाँनिर चाहिँ होइन ठ्याक्क लाएर स्केट बोर्डहरू देखेँ कि। अनि यो स्केट बोर्ड चलाउनु चाहिँ मेरो फेभरेट, मेरो ड्रिम चाहिँ हो कि। अनि मैले बच्चा बेलामा पनि मलाई एउटा कुइरेले स्केट बोर्ड दिएको थियो होइन। त्यो चाहिँ कसले चोर्दै कि यस्तो बबाल रहेछ। ओ खालको उसको प्राइस चाहिँ कति रहेछ भने 64,000 रहेछ एउटा स्केट बोर्डको। वा मदरफकर बबाल रहेछ। तर महँगो चाहिँ महँगो रहेछ, लास्ट चाहिँ महँगो रहेछ। सरी है गाइस, मुख चाहिँ छाडिहालेँ होइन। यो ठाउँ चाहिँ लास्ट चाहिँ महँगो रहेछ कि। अब साथीहरू यति नै भयो आजको लागि मेरो भिडियो। अनि मेरो चाहिँ भिडियो यहाँनिर सकम जस्तो मलाई लागिरहेको छ। तर बबाल यहाँनिर चाहिँ ठमेल जस्तो ठाउँ पनि छ कि गाइस। यहाँ माथि पारिपट्टि माथि भने। अनि यिनीहरूको मलाई सबसे राम्रो लाग्ने भनेको चाहिँ यही नै हो कि, यिनीहरू सानो सानो हेर्नु। यहीँबाट यति भरेकोमा पनि यहाँ स्काई के भन्छ यसलाई, यो स्काई ब्याट्री कि। आजको लागि चाहिँ यति नै भिडियो बनाएँ। तर यहाँनिर अगाडि ठमेल जस्तो ठाउँ पनि छ, तर म अहिले गएँ भने चाहिँ म भिडियो पनि बनाएर हाल्छु है त गाइस।